चाहिँ आज फिस एन्ड चिप्स बनाउँदैछु। अन्त फिस एन्ड चिप्स बनाउँदाखेरि चाहिँ के पर्छ भन्दा चाहिँ हाम्रो यो फिलेट छ दुईवटा, बासा फिस हो यो चाहिँ होइन, बासा फिस हो। त्यहाँ चाहिँ फर्स्टमा चाहिँ हाम्रो म्यारिनेसन चाहिँ सल्ट छ तपाईँको, त्यो सल्ट गऱ्यो, त्यसलाई सल्ट लगायो, त्यसरी पेपर, त्यसले चाहिँ लेमन जुस टक्कै माथिबाट गरिसकेपछि तपाईँको गरिसकेर मजाले राख्नुपर्छ। अन्त चाहिँ यसलाई गर्दाखेरि चाहिँ तपाईँको यो चाहिँ कसौन्डी हो, त्यो कसौन्डी हाल्नुपर्छ। कसौन्डी, अमेरिकन मस्टर्ड, चिली फ्लेक्स, यो चाहिँ तपाईँको पेप्रिका, यो चाहिँ पेप्रिका हो तपाईँको, पेप्रिका हालिन्छ। भने चाहिँ त्यसमा चाहिँ गार्लिक हाल्छ होइन, गार्लिक हाल्छ चाहिँ यसलाई म्यारिनेसन पहिले। अन्त माछा म्यारिनेसन भयो। अब तपाईँको म यो प्यानकोमा चाहिँ के हाल्दैछु भन्दा चाहिँ यो चाहिँ डिल हो, सोप भन्छ यसलाई चाहिँ, सोप भयो, चिली फ्लेक्स हाल्यो, यो चाहिँ मजाले खानुहुन्छ यसलाई चाहिँ। यो म्यारिनेसन गरेको माछा चाहिँ यो ब्ल्याडर छ मेरो चाहिँ, यो ब्ल्याडर चाहिँ तपाईँको मैदा, कश्मिरी लाल, ओनियन पाउडर, सल्टले बन्ने हुन्छ होइन। यो चाहिँ तपाईँको कोटिङ गर्नुको लागि चाहिँ पहिला चाहिँ मैदामा गर्नुपर्छ, लेफ्ट एन्ड ड्राई हुनुपर्छ यसको चाहिँ प्रोसेस। यो चाहिँ तपाईँको त्यसलाई कोटिङ गर्दाखेरि चाहिँ एउटा अन्डामा गर्नुपर्छ, तालिन्छ अन्डामा गऱ्यो भने चाहिँ, अन्डामा त्यसरी फिस चाहिँ डिप गऱ्यो, एकमा डिप गर्नुपर्छ। अब चाहिँ एकमा डिप भएपछि अनि फेरि यो प्यानकोमा आउँछ, म्यारिनेसन भइसक्यो होइन, यसको डिप पनि भइसक्यो। अब यसलाई फेरि प्यानकोमा गर्नुपर्छ। यो चाहिँ तपाईँको फिस एन्ड चिप्स त्यो बनाएको हो, प्यानकोमा गऱ्यो। यो तपाईँको डिल चाहिँ किन हालेको भन्दाखेरि चाहिँ माछामा चाहिँ दामी हुन्छ सोप चाहिँ होइन, त्यही भएर चाहिँ यो हालेको। यो चाहिँ म फ्राई गर्नु आँटेको होइन, फिस एन्ड चिप्स हो। फिस एन्ड चिप्समा चाहिँ हामी चाहिँ फ्रेन्च फ्राई दिन्छ हो, फ्रेन्च फ्राई हालेँ। अब यसलाई चाहिँ 180 डिग्रीमा 5 मिनट्स पकाउनुपर्छ। यो चाहिँ पाकिसक्यो हाम्रो होइन, 4 मिनट भइसक्यो। यो तपाईँको प्लेटिङ भइसक्यो होइन। यो येल्लो देख्दै गरेको चाहिँ तारतारे सस भन्छ, यसको चाहिँ म 1-2 दिनमा तपाईँहरूलाई सेयर गर्छु यसको चाहिँ रेसिपी कसरी बनाउँछ यो सस भनेर होइन। अन्त त्यो भएर यो फिस भइसक्यो फ्राई होइन।